Hello guys, welcome back to my YouTube channel है म चाहिँ अहिले टक्क लाएर मेरो फर्स्ट राइड लिन जाँदैछु। मेरो फर्स्ट राइड चाहिँ होइन यहाँ तल विद्यापथदेखि चाहिँ टक्क लाएर हाम्रो सिधो चोकको रहेको सो फर्स्ट राइड लिन जाँदैछु होइन। अनि आफ्नो लङ टाइममै भनौँ न मैले चाहिँ अब स्टार्ट गरिरहेको बनाउन चाहिँ नेटको प्रब्लमले गरेर चाहिँ मैले भिडियो अपलोड गर्न पाइनँ होइन। फेरि पनि एउटा भिडियो बनाइरहेको छु होइन। तपाईँलाई चाहिँ टाइलाई चाहिँ रिसेट गर्न जाँदैछु एन्ड राइड होइन। उहाँले चाहिँ अनलाइन बुकिङ गर्नुभएको थियो सो म जाँदैछु हिन्दू विद्यापथमा हुनुहुन्छ। अनि हामी चाहिँ यहाँबाट टाइलाई टक्क लाएर रिसिभ गरेर चाहिँ जानेछौँ उता शिव चोकमा है। शिव चोक बस स्ट्यान्डमा। सो गाइज हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। यस 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 मोटो ब्लगको लागि चाहिँ है त। अनि के छ खबर तपाईँहरूको टक्क लाएर कमेन्ट बक्समा छ, कमेन्ट गर्नु होला है। यसो दाइ खबर? हजुर अलिअलि दाइ काम छैन दाइ अब यस्तै अलिअलि। यो चाहिँ आउनु पर्ने तर भिडियो हाल्ने फुर्सदै हुँदैन त। अब खोइ के हुन्छ के हुन्छ अब भ्याउँदै नभ्याउँदो रहेछ क्या। बिहानदेखि बेलुका यसो अब काम गरेको हुन्छ थाकिरहेको हुन्छ, एडिट गर्न पनि नभ्याउने। अनि एडिट यो मान्छेको जिन्दगीमा फुर्सद भन्ने चिज चाहिँ कहिले नहुने रहेछ। स्पेसल्ली हामी जस्तोलाई चाहिँ झन् फुर्सदै छैन। हो नि। अनि यताउता गर्दा खोइ कहिले बनाउनु, कहिले एडिट गर्नु, कहिले हाल्नु। हिजो जानु भएन के हो तपाईँ तल? जानुभयो? हिजो त देखेन क्या जानै। त्यही त मैले यसो हेरेको देखेन हिजो। अनि आज चाहिँ त्यहीँ बसिरहेको थियो अनि ठ्याक्क आयो क्या रिक्वेस्ट। मैले चाहिँ मेरोमा बस्ने बित्तिकै फोन गरेको क्या। बिहान बेलुका अझै चिसो छ नि। अस्तिको पानीले पनि असर गरेन। दिउँसो चाहिँ अलिक गर्मी छ है। होइ कहिले छ हो साँच्ची यो होली चाहिँ? अलि ल आसाङ आसाङ लाग्यो मलाई सो त्यसो पनि हो ल हरन बजाएर सुन्नु ल हजुर उनीहरू त्यस्तो अब जुन भेट्छ त्यही हो। जुन भेट्छ हामी पनि सबै त्यही भएर त जुन भेट्छ त्यही। काम छैन, चोक पुऱ्यो बस्यो। छैन नि त अहिले त खोइ के पो भयो अहिले त सुक्यो। अहिले त चोक पनि राइडर तपाईँको एउटा प्यासेन्जर आयो भने 15जना राइडर हुन्छ त्यहाँ। अनि 15जना राइडरमा कोसँग जाने भन्ने नै थाहा हुँदैन। गाह्रो छ अहिले। यहाँको मान्छे नै लिन जानुपर्ने छ अहिले। मलाई
मलाई छैन त त्यस्तो अहिले धेरै छैन। पहिला मेरो के अरे अस्ति मैले 15 दिन काम ग्याप गरेँ नि त, त्यो पछि चाहिँ मेरो सुक्यो। नभए चाहिँ यताउता गर्दै फोन गरेको हामीले छैन अहिले त। त्यही त नि दाइ, आफूले टाइम दिन नभ्याएपछि अब जस्तो हजुरले पनि मैले अब टाइम दिन भ्याएन भने बुकिङ गरेर गइहाल्नु नि त, त्यस्तै हो नि त सबलाई। तर यो नजिकको चाहिँ राखिराख्नु पर्दो रहेछ, मैले बुझेअनुसार चाहिँ ठिक्क सजिलो हुन्छ क्या नजिकको भयो, टाढा नि जानु पर्दैन। हिजो सामा खुसी गएको, सामा खुसी सुकेधाराबाट फर्केर आयो। त्यहाँ दाइ हुनुहुन्थ्यो, अफिस जाने भनेर लगेर गएको। अनि दाइ चाहिँ फेरि तल मेरो तलबाट फोन आएछ, उसको मान्छेहरूसँग फर्केर गइसक्यो अरे। अनि यहाँ भाइ फर्केर सुकेधारा गयो, खाजा खायो, अनि फर्केर आयो। आज जानुपर्छ फेरि दिउँसो लगभग 12 बजेदेखि पछाडि जसरी नै लगेरै जानुपर्छ त। हिजो फेरि नेट जोडिरहने मेरो घरमा। अनि 11 बजे घरमा गएको मान्छे 3 बजेसम्म त घरमै थियो म। मस्त घरमा बस्यो, टक्क नेट सेट जोड्यो। घरमा नेट जोड्दैन भने बुढीले क्याङ 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 गरेर है यहाँ जानु कहाँ जानु हुँदो रहेछ कि उनीहरूलाई। अब हाम्रो पो छ, अब हुँदैन। हाम्रो त तानेर राख्यो भने यतिकै त्यसमा मतलब यो काममा चाहिँ युज हुन्छ, युज गर्नै पऱ्यो। अब म अहिले चाहिँ 600 तान्छु जहिले पनि, 600 ठ्याक्क 20 GB अनि 600 मिनट फोन कल त्यहाँ आउँछ। अनि अनलिमिटेड युट्युब हुन्छ। अब युट्युब त कसले हेरेर बस्नुहरू पुग्दै छैन। अनि त्यो तानेर राख्छु। अनि त्यो पनि है अस्ति त बुढीले नै चलाउने घर। मलाई त भनौँ भने 3 दिनमा 1 GB सक्छ बल्ल। साल पऱ्यो भने 1 हप्ता लाग्छ 1 GB सक्न। कामकै लागिरहन्छ। अब बाहिर केटाहरूसँग भेटघाट भइहाल्छ, गफसफ गरेर बस्दा फुर्सदै हुँदैन। अनि कतिखेर युज गर्नु हो, मान्छे त निस्केछ त फेरि काम गर्नलाई काले दाइ। दक्षिण ढोका नबसेको पनि धेरै भयो, बस्नै छोडिदिएको मेरो बालो दक्षिण ढोकामा। होइन यस्तो हो, अब म अब मेरो पहिलो जङ्सनमा माथि थली नै हो नि त। दक्षिण ढोका आएपछि केटाहरूसँग गफ गर्ने बस्ने फुर्सदै नहुने। अब मान्छे आए पनि अरूले लगेर जाने, अनि आफू चाहिँ गफमा भुलेको हो भुले। अनि यो ठाउँमा चाहिँ बस्नु हुँदैन भनेर छोडेर भनौँ भने दक्षिण ढोका आयो भने त मेरो त 4-5 घन्टा त यत्तिकै जान्छ। कामै हुँदैन। यहाँ आएपछि टक्क यसो हेऱ्यो, फाटाफुट्टा हेऱ्यो, अनि अब हुन्छ नि त जति आउँछ उनीहरू अब पुरानोले नै उठाउँदै भागिहाल्छ। अनि हामी त हेरेको हेऱ्यो। अनि अरूले सबैले छोडेको चाहिँ बल्ल लाग्यो मात्रै, नभए कन्नै नै अब गएर बस्नै छोडिदिएको मलाई। यहाँ अहिले लाखा पाखा गइसक्यो सबै। अहिले सब हुन्छ नि त यहाँको राइडरहरू अब
टाढा टाढा लगेर जान्छ, गइसक्यो। अब भरे खाना खाने बेलामा खाली हुन्छ यहाँ। अनि त्यसपछि भरे बेलुकाखेरि त लुडो खेल्नलाई भए पनि थुप्रो मान्छे आउँछ कि यहाँ चाहिँ। अनि राइडर हजुर थली र दक्षिण ढोका अनि जोरपाटी अनि यो नारायणडार, यो तिनवटा चोकको राइडरहरू त लुडो खेलेरै बिताउँछ। दिनभरि भने दिनभरि खेलेर बस्छ। अहिले चाहिँ खेल्दैन, अहिलेसम्म खेलेको छैन। दिनै जान्छ नि त है, पुरै जान्छ दिन सर्लाकै। यस्तो हुन्छ क्या, अब जित्नेलाई त मजा आइरहेको हुन्छ, जितिरहेको हुन्छ। हार्नेलाई त आमै अझ अर्को गेम चाहिँ मैले खान्छु कि हुन्छ नि त, मैले खान्छु कि भन्ने आश हुन्छ। त्यो आश गर्दा गर्दा दिन बितेको थाहा नै छैन। अनि गाह्रो छ। Mandu complex. You're welcome. So guys, our first ride complete भइसकेको छ। मैले चाहिँ होइन माथि थरीदेखि सिको चोकसम्मको फर्स्ट राइड कम्प्लिट गरेको छु। सो कति 11 मिनटमा आइपुगेछ होइन। म चाहिँ गफ गर्दै गर्दै आएँ नि त, त्यही भएर बिस्तारै आएँ। अब लेट्स सी नेक्स्ट राइड। फर्स्ट राइड कम्प्लिट। अब सेकेन्ड राइडतिर हेरौँ है, कतिको पाउँछ यो ठाउँमा। खै त छैन रहेछ। बिस्तारै युटर्न गरेर तलतिर गएर बस्छौँ। डाटा भेटी पाइहाल्छु कि है। हिजो मेरो चाहिँ यहाँनिर अस्ति चाहिँ म यहीँनिर पिकनिक लडेको थिएँ। यसो युटर्न गर्ने भयो, ब्याक्ल्याक्क लडेर साह्रो बिजोग रमाइलो भएको थियो र। अनि त्यतिखेर चाहिँ फेरि दुईपट्टिबाट गाडी पनि आइरहेको थियो। अनि बिचरा गाडीहरूले त रोकिदियो, केही उयो भएन। अनि मलाई पनि खासै क्षति केही भएन है। टक्क आयो, रोक्यो, मतलब हुन्छ नि त, लड्यो, टक्क रोक्यो, बस्यो। सो लेट्स सी नेक्स्ट राइड। सो वेट गर्दै गर्नु होला। अर्को राइडको पर्खाइमा छु म। अर्को राइड आयो भने चाहिँ देखाइदिन्छु।